स्कुलमा कविता सिजन 3 का कार्यक्रम सञ्चालक तथा स्वर्णिम साहित्य समाजका सहसचिव तथा मेरो पूर्व सहकर्मी मित्र आदरणीय शारदा हिजरामय यस स्कुलमा कविता सिजन 3 का सभामा सेवा गर्नुहुने यसै स्वर्णिम साहित्य समाजका अध्यक्ष मेरो मित्र शरण कुमार लिम्बुज्यू यस कार्यक्रमका प्रमुख आकर्षण केन्द्रबिन्दु बडा क्षेत्र नगरपालिका वार्ड नम्बर 5 का वार्ड अध्यक्ष मेरो मित्र रोहित काफ्लेज्यू विशिष्ट अतिथिमा आसन रहेको नेपाल सरकारी प्रतिष्ठानका प्राज्ञिक व्यक्तित्व आदरणीय रामप्रसाद खरेल सर, मातृभाषा प्रज्ञिक प्रतिष्ठान सभाका सदस्य आदरणीय नाना एनसेन याखाजु, एकदमै सुप्रसिद्ध किताबका लेखक आदरणीय श्याम सिंह दाई, त्यसै गरी आदरणीय मेरो गुरु रमेश काफ्ले सर, डिभाइन एकाडेमीका प्रिन्सिपल आदरणीय हरि सापकोटे सर, शिक्षा एकाडेमी का प्यारे भाइ सदेव काफ्लेज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म एप्सन वडा क्षेत्रका नगर सचिव तथा मेरो व्यक्तिगत तर्फबाट यहाँलाई एकमुष्ट म अभिवादन गर्न चाहन्छु। नमस्कार। एप्सन वडा क्षेत्रलाई सर्वप्रथम यो मुख्य प्रायोजकको यो अवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम म स्वर्णिम साहित्य समाजलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। स्वर्णिम साहित्य समाज साबिक फरल हुँदादेखि जुन किसिमको भूमिका निर्वाह गरिरहेको छ, जुन किसिमको स्वर्णिम साहित्य समाजले इतिहास कोरेको छ, यो कुरा यहाँ सम्पूर्णलाई अवगतै छ। साथै अब यो स्वर्णिम साहित्य समाजले पछिल्लो समयमा स्कुलमा कविता कार्यक्रम जुन सञ्चालन गरिरहेको छ, अब यो तेस्रो सिजन चलिरहँदाखेरि जुन किसिमको कवितामा वा साहित्यमा जुन किसिमको वातावरण सृजना भइरहेको छ, एकदमै हामीले मनोयोगी रहेको कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। र यो संस्थाले स्कुलमा कविता सञ्चालन गरिरहँदा कतै न कतै हामीलाई पनि मेरो विशेष गरेर मेरो संस्था शिक्षण स्टारले विभिन्न प्लेटफर्म दिइरहेको छ। तसर्थ यसमा पनि म स्वर्णिम साहित्य समाजलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। र स्वर्णिम साहित्य समाजले यो एउटा प्रतियोगिता मात्रै नभएर विशेष गरेर त्यो प्रतियोगिताहरूको वा त्यहाँ विजय हुने वा सहभागी हुने सम्पूर्ण सर्जकहरूलाई पनि विशेष संरक्षण गरिरहेको मैले महसुस गरेको छु। विभिन्न कार्यक्रमहरू, विभिन्न अडिसन लिने लगायत विभिन्न विद्यालय गर्ने कार्यशालाहरूमा आदरणीय व्यक्तित्व यस संस्थाका संस्थापक अध्यक्ष हाल निवर्तमान अध्यक्ष आदरणीय व्यक्तित्व प्रकाश त्रिसालीज्यूले ठाउँमा विद्यालयहरूमा पूर्व प्रतियोगीहरूलाई पूर्व विजय हुने क्रिएटरहरूलाई सोधिराख्नु भएको छ। कहाँ छ, के गर्दैछ, उसले लेखिरहेको छ छैन, लेख्ने काम चाहिँ निरन्तर तिमीले गर्नुपर्छ भनेर त्यो हिसाबको प्रोत्साहन, त्यो किसिमको मोटिभेसन चाहिँ
मात्रै नभएर सिर्जनालाई सधैँ जीवित राख्नुपर्छ भन्ने एउटा संरक्षकको र अपनत्व र त्यो वातावरण सिर्जना गरिरहेको मैले महसुस गरेको छु भन्दै अब यहाँ नानीहरूको अब प्रतियोगिता पनि रहेको छ। यो पहिलो प्रतियोगिता रहेको छ। आज यहाँ उपस्थित हुने सम्पूर्ण 13जना प्रतियोगीहरूलाई म जितको अग्रिम शुभकामना व्यक्त गर्दै मेरो छोटो भने म यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।